नेपाल टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टेली श्रृङ्खला फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै उज्यालो हुन पाएको छैन घडा कोही छैन यो धुर्मुसेर सुन्तले चाहिँ जहाँ गए नि मतलब भएन भन बाजे कहाँ गए एका बिहानै भन्ने कुरो भयो के मरि जान दुध देला भने त तोरीको फुल देख्ने गरी लात्ती पो हानेर मर्यो धन्न लात मात्रै हानेछ गाईले त जस्तो चोरलाई त सिङले हानेर आँखै फुटालिदिनु पर्ने तँलाई जारी अर्का घरको गाईको दुध चोरेर दुनलाई तँलाई लाज लाग्दैन मुख सम्हालेर बोल काजी एक हप्ता भयो गाईले दुध नदिया लागु भागु लाग्यो भनेर छटपटाउँदै हिँडे होइन तिमी त्यही जात्न लागेको हो म अर्का घरको गाई जात्न आउने त भेटनरी डाक्टर होस् गाईले लात नहानिकन दुध दिए भए बाल्टिनु परेर घर आइपुग्छिस् लात हानेर या फेला परिस् अर्का गाईको दुध चोरी चोरी खानु भन्दा त बरु डाडुमा पानी तताएर मर्नु नि ए डाका म एकछिन घरमा भएन भने नाटी पर्खे कहाँ जान्छ यो नाटीको ढाल देखेर पनि मलाई त हाँसै उठेर आउँछ भयो कति हान्यो होला म त हाँसेरै मर्ने भयो नाटी हे तिरीका म यही भित्र त छु नि कति कुरा आएको तिमी आज घरमै थियो मलाई त अचम्मै लाग्यो बा तिमी आज घरमै रहेछौ भनेको अनि घरमा नभए कहाँ वनमा हुन्छ त बाजे पनि यो नाटीले त्यत्तिकै ठर्काएर ल्याउँछ भनेको यो नाटी पर्खेको ढाल देख्दा पनि मलाई त हाँसै उठेर आउँछ भनेको कति हाँस्ने होला म त हाँसेरै मर्ने भयो ओ बाजे हेर्न आएछ हाँस्दै हाँस्दै भुँडी फुटेर मर्ला फेरि अब हाँस्दैन हो त्यो मेरो प्रेसरको औषधि खानु पर्ने थियो आज कता होला भन् त का प्रेसरको औषधि अघि भर्खर खाएको होइन कति चढ बिर्सेको मैले औषधि खाइसक्यो भनेको खाइसक्यो त मैले प्रेसरको औषधि खाइसक्यो ल मैले त कस्तो बिर्सेछ भयो यो मेरो बिर्सिने बानीले पनि सरै सटायो भनेको कति हान्ने होला मुढा हाँसेरै मर्ने भयो अब अलिकति बाँकी छ भयो त्यो पछाडि हाँटिनु भयो के भयो बस्यो कसो उठेर के हो भन्छु नि अनि के छ भन्छ तेरो खबर होइन आजो पाजो खाइने तेरो म त अब यही बाटो बिस्टोरी ओरेर गएको होला है तँलाई कहिले देखिन्छ कहाँ छ त आजकल यही त छु नि के कामले आएको भन अब के भन्नु खोइ अब सुनिया कुरो हो कि होइन मेरो काने त्यस्तो पो हो कि
कुरा साँचो म बुझ्ने बा होइन तँलाई त तेरी बुहारीले नि देशी सन्नले भने सुनेको थिएँ दारी बाउले नि कस्तो गर्छन् भने सुन्छु पनि के हो त्यस्तो हेर माइत आएखेरि हेपेर बस्नु हुन्न कि बरु बिहे गरेर जा तँलाई राम्रो हुन्छ केटो त पाएको छैन छोरा नि मुले पाइरहेको छु एकदमै राम्रो छ तँलाई हुन्छ खानदानी केटो छ गजबकै अनि केटा चाहिँ को हो नि पखाइ त दुला राजा हजुर फतोरी आमै तिम्रो यो नातिसित मैले बिहे गर्ने जसरी हिमाल झुक्न सक्दैन त्यसै गरी हिमाल असैको आँखाबाट कोही अपराधी लुक्न सक्दैन त्यही भएर त म हजुरकोमा आएको नि हजुर भन्नुहोस् के गर्नु पर्यो हेर्नु साहेब म गाई दुनु भनेर गइरहेको थिएँ भक्को लात्तीले हानेर मेरो यो हालत बनाइदियो त्यो कुख्यात अपराधी गोक्ते गाजीको गाई हो त्यसलाई समातेर यहाँ ल्याउनु पर्यो साहेब के रे के नहोला भनेको त गाई पो समातेर ल्याएर थुन्नु पर्ने प्रहरीलाई जोग गर्ने अब गाईलाई होइन तिमीलाई थुन्छु म भागेर बच्यो होइन कस्ता कस्ता मान्छे आउँछन् यस्तो मेरा पनि प्रहरीसँग जोग गर्न आउँछन् के भन्ने गाडी कहाँ छस् त बाहिर निस्कि दारी कहिले कसलाई तँ भने तँलाई त भने मलाई प्यास लागिरहेछ खुर्कुने एक अंखरा पानी ल्याइया कहाँ भने सुताइस् तँलाई एक अंखरा पानी ले भने होइन एक ही लान ल्याउने एक अंखरा पानी चाहियो ये जानकारीलाई एक अंखरा पानी ले त छुट्टा भने यहाँ बस कुर्कुना ल बस यस्तै बनाए नेताहरूले हामीलाई उनीहरूले जे भन्यो त्यही मान्ने हामी पनि त्यस्तै ओहो यसले त झन्नै सातै पुर्लो लिइदिएको थियो नि नेताले जे भन्यो त्यही किन मान्नु पर्यो ह नेताहरूले भनेको कुरो सबैले मान्न छोडिदेऊ त नेताहरूले आफै घुँडा टेकिहाल्छन् नि निवाली ये निवाली ओए कहाँ छ हे भगवान मैले अघि नै भने हैन म तिम्रो नातिसँग बिहे गर्दिन भनेर फेरि कति आइराको भने हेजा कस्तो ढल्किँदो रहेछ ल नातिसँग बिहे नगरे नि तेरो पिर चिन्ता त मलाई हुन्छ नि त अनि त यसो पटक भेट्न आउनु पर्दैन मैले अब मेरो नातिसँग बिहे नगरे नि एउटा कोही न कोही केटाखोरी त बिहे गर्ने नि त चाहिए अब कस्तो केटो पानी हो माया गर्ला नगर्ला त्यो बुझ्नु पर्दैन अचम्मकीले चाहिँ एउटा भोलि घरबारी खानु पर्दैन त हेर त्यही भएर तँलाई माया गर्ने घर व्यवहार सबै बुझ्या असै केटो खोज्या थियो उहिले फेरि को केटो हो नि त्यहाँ हेर्छ छी 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 यस्तो बुढोसँग मैले बिहे गर्ने यी बुढो त तिम्रै लागि ठिक छ नि मुस्कान कसा कता हो तिमी त्यो बल्छी हो कि अल्छी ढुर्बे भन्ने होइन म त होइन जस्तो लागिरहेको भए अस्ति मात्र भेटेको मान्छे आज त अर्कै जस्तो लाग्ने रहेछ भयो मलाई त अनि आज मुस्कान पासालाई एकदम राम्रो देखिरह त हँसाएर ल्यायो भयो खुट्टी हान्ने म त हाँसेरै मर्ने भयो हेर बल्छी भयो अहिले भन्दा पनि पहिला जवानीमा धेरै राम्रो भयो म बाटोमा टक हिँड्दा पनि केटीहरू मेरो स्माइल देखेर भयो स्माइल देखेर यता झुन्डिने भयो अहिले त बुढो भयो म अहिले बुढो भयो है अहिले बुढो भएपछि त कुनै केटीले नहेर्ने भयो मलाई त साह्रै दिगदार लागेर ल्याउँछ भयो ए तेरिका के दिगदार मानिरह भने के
अझै पनि ठाट्टेर हिँड्यो भने 16-17 कै देखिन्छ। फेरि हँसायो भइहाल्यो कति हान्ने होला मुढा हाँसेरै मर्ने भयो 16 वर्षको देखिन्छ अरे भए कति हान्ने होला जे भए पनि भयो बल्छी अब यो उमेर आएर त्यतातिर ध्यान गर्नु हुँदैन भाइ बरु तँ पनि त्यतातिर नलाग त्यतातिर लाग्ने भयो सिधै बिहे गरेर देखा है मोटामोटी खेता आलु हेरेर आएको घरमा धेरै काम छ है मैले लाग्छ है ल ल ल हुन्छ ल अजिबको छ बुढा नाति भयो ढोका खोल्दै गरेर बाहिर गयो कि के हो भयो नेटे नेटे घरमै छु त म कति कुराको नाति तिमीले अब त्यो आलुमा मल छरेर ल्याएन कि के हो भयो छरेको त टन्नै छरेको त नै हालेको भयो त्यो आलुको बोट किन तिम्रो अनुहार जस्तो फुस्रो भएको भयो हे बजे खिसी नगर है यस्तो हिरो मान्छेलाई त्यस्तो भन्ने हुन्छ भइहाल्यो यो मान्छे हिरो अरे भयो कति हाल्ने होला मुढा हालेरै मर्ने भयो ए बजे हेर्न आछ हाँस्दा बुढी फुटेर मर्ला नि फेरि हेर बाजा अब त म पनि फिल्म खेल्ने बाजा फिल्म खेल्ने फेरि हँसायो भयो कति हाल्ने होला मुढा हालेरै मर्ने भयो यो नाति पर्के पनि फिल्म खेल्ने चिन्नु जान्नु भयो तिमीलाई कसले फिल्ममा खेलाउँछ भयो का आफै पैसा हालेर फिल्म खेल्ने नि आफै पैसा हालेपछि त हिरो भइहाल्छ नि लट्क लट दिने जस्तो कुरा गर्छ भयो पैसा हालेर पनि कसैले फिल्म खेल्छ पैसा हालेर हिरो हुने भयो त भए यो मुस्कान पछि त पहिला हिरो हुन्थ्यो भए यो फिल्मको चक्कर छोडेर भए खुर्कुट्या भुइँसीलाई घाँस काट्न चाहन्थ्यो कान्छीको छाता ढल्काइदेऊ यता घम पर्यो निधारेमा ल ढोका त लगाइरहेको पो छ त म 3 हप्ता के सदरमुकाम गएको थिएँ चम्सुरी घरमा छैन कि क्या हो ए चम्सुरी चम्सुरी ए चम्सुरी होइन कहाँ गयो ए चम्सुरी म घरमै छु त कति गरेर राखे भने नरिसा न नरिसा ल यो 55,000 ला यो राख हेर अलैँची बोकेर सदरमुकाम जानु मात्रै भयो नि यसपालि अलैँचीको भाउ नै रहन्छ यो पैसा राम्ररी ट्याङ्कामा लगेर राख अरूले देख्लान् चोरले थाहा पाउला ट्याङ्कामा लगेर राख ल जा जा हुन्छ सुन्ताली अब यसरी ठुस्सा पर्नै पर्दैन आज तिमीले भने जस्तो पाउजु लाउने भयो कसरी तिमीसँग पैसा छैन भने होइन पैसा नभएर के भएर सुन्ताली दिमागले आउँछ के पाउजु दिमागले आउँछ आउँछ कसको दिमागले भन्दा तिम्रो दिमागले त चोर्नी ठग्नी भन्दा केही जान्दैन त्यस्तो चोर्या ठग्या पैसाले त लाउँदिन म पाउजु साउजु मेरी आमा के बोले त्यस्तो हेर सुन्ताली तिमीलाई चोरेर र ठगेर पाउजु लगाइदिन लाग्यो हो र छ भने अहिले म यहाँ पुग्लुकै मरिजाउँ ल अनि कसरी लगाइदिन्छौ नि जसरी भए पनि लगाइदिन्छु है हेर सुन्ताली तर तिमीले चाहिँ मैले भने मान्नु पर्छ के भन्ने कुरा थियो अहिले भन्छु त्यति गरे भने पाउजु आयो सुन्ताली आयो ल ल हुन्छ त्यो दारीको छोरी हो कुनै पनि हालतमा तिमीलाई हुँदैन हो मैले तिमीलाई अर्को राम्रो केटी खोज्नलाई अहिले घरबाट निक्लियो भयो त्यो 3 दिनसम्म तिमी यो घरबाट निक्लिनु भएन नि मैले थाहा पाएँ भने खुट्टा बाँधेर ल्याउँछ मैले भनिदिएको छ भए चुप लगाएर घरमै बस्ने त्यहाँ ओ मुस्कान पासा पारेमान आउनुहोस् पासा आउनु एकछिन भयो
रेडियो बन्द गरेर ल्याउँछु है। हुन्छ तिमीले के भनेको अरे? मैले तारेमा मुस्कान पासा भनेको तारेमाम भनेको? तारेमा भनेको म त यता गीत सुन्ने भएर भए तारेमाम गरेको बिर्सेछु भनेको। कुठे हाल्ने म त हाँसेरै मर्ने भयो। एकताल फेरि गरेर लेट। तारेमा मुस्कान पासा तारेमाम हो। आजकल 3-4 दिन भयो मलाई गीत नसुनिकन चित्तै नबुझ्ने भयो भनेको। चित्तै नबुझ्ने मुला। अहिले जतिखेर पनि यो रेडियो सुनेको सुने गर्नुपर्ने। अहिले 2-4 दिन भयो त्यस्तै भइरहेको छ भनेको। तिम्रो छोरी निर्मली घरमा छैन कि क्या हो भए? मैले त यादै नगरिरहेको भए अस्ति बाटोमा देखो कसैले म त छक्कै पर्यो भनेको। साह्रै ठुली भइसकेको रहेछ भए तिम्रो छोरी त। त्यही त भने अब बिहे गरिदिनु पर्ने। मुस्कान पासाको नजरमा कोही केटा छन् त? यत्रो ह्यान्डसम केटा भए अगाडि नै उभिरहेको छु। केटा खोटे भन्छ भए जो बाठीलाई बिहे गरेर दिनु हुँदैन भए। यो गाउँमा तिम्रो छोरीलाई मिल्ने खालको केटै म देख्दिनँ। अब अहिले बिहे गर्नलाई तिमी नहटारी बुझ्यौ? ओहो मुस्कान पासा नमस्कार है। नमस्कार। नमस्ते। यो रेडियो समाचार भए मैले स्वादले नमस्ते गर्न पाएन। नमस्ते भए। अनि सन्चै? अघिसम्म त सन्चै थियो भए अब चाहिँ बिरामी भेर ल्याउला भन्ने डर हुने भयो भए। होइन के सन्चै र बिसन्चै भनेर उहाँ पर्दा उहाँ मुस्कान पासा चिया खानुहुन्छ होला। त्यहाँभित्र गएर चिया भन त। मैले चिया खान छोडिसकेको भए। चिया खान छोडिसकेको। दुःख गर्नु पर्दैन नानी। ल तपाईँहरू गफ गर्दै गर्नु म माथि गएँ है। ल बाई। मेरो त मुत्तुमै छोरो ल्यायो भन्थ्यो एउटाले भए। तर तिम्रो छोरी चाहिँ साह्रै गतिले जन्माएको भए। तिम्रो यो छोरी सम्झिँदा त मलाई त हाँसै उठेर आउँछ भनेको। कति हाँस्ने होला मुटु हाँसेरै मर्ने भयो। मुस्कान पासा के यो छोटी मुख लाएर हाँसेर? एकचोटि राम्रो दिमागको डाक्टर देखाएर नक्कली दाँत भए पनि हाल्नु न। नकली दाँत त नलाउने भयो म त। किन? पहिला एकताल लगाएको थियो भए दाँत लाएर टाक्लक टाक्लक घरमा बसिरहेको थिएँ। त्यही बेलामा एउटा साथी आयो भए। साथी आएर मलाई त्यो हम जाएगा हो कि त्यो तु जाएगा भन्ने त्यो जोक सुनायो भए। म त्यो जोक सुनेर खट्टै हाँसेछ भए। खट्टै हाँस्ने भएको। डाँट उछिटेर गएर त्यसको नाकको डाँडी थनक्कै भाँचियो भनेको। 10,000 रुपियाँ क्षतिपूर्ति तिर्नु पर्यो मैले। त्यो दिनबाट मैले यो नकली दाँत नलाउने विचार गरेँ भए। अहिले यो दाँत नहुँदाखेरि बरु मलाई आनन्द भएको छ भए। बाटोमा हिँड्दाखेरि भए तरुणीहरूले पसको स्माइल राम्रो बनेर ल्याउँछ भनेको। कुटी हाँस्ने मुढे हाँसेरै मर्ने भयो। बाजे कति हाँसेको? धेर नहाँस। हाँस्दा हाँस्दा भुँडी फुटेर मर्ला नि फेरि। का निर्मली म भरे पनि टिभी हेर्न आउँछ है तिमी कहाँ? ल म त हेरेकै भयो भए हाँस्नै सकेन भनेको। ओहो जय साहब ढोकरीला ढोकरी ठुलै गाह्रो ससुरा ढोकरी जय साहब। ए तमसुरी यो सुकुलमा छ जय छोरीलाई ल तानु ल छिटो भने यहाँ भइसक्यो। ल जय साहब बसौँ बिस्तारै राख है। धेरै कसैले ल्याएपछि गाह्रो हुन्छ। ससुरा बाबु त सदरमुकाम गएदेखि त न्यास्रो लागेर म त झन्डै मर्या भने। राति पनि बर बराउने थालिसकेर छु। अब टाढाको ससुराले
आइरन पनि पाइँदैन ए मैले धेरै बोलिसके जस्तो छ कोसेली निकाल न कोसेली ल भइहाल्छ नि झ्याप्पै ल्याइए आज सासू आमालाई तरकारीमा हाल्नलाई गल्बिरा यसो चाटनी बनाएर खानलाई हुन्छ हान्छ प्याज तरकारीलाई नै हो लसुन ठुलो पाइएन यो आलु चाहिँ अब ससुराबाको गाला पनि चाउरी पर्या भएर अनि यो चाउरी परेको आलु चाहिँ त्यही देखेर लिएर आएको खुर्सानी बाला यसो पिरो मन पराउनुहुन्छ भने ल्याइदिए यो स्याउ चाहिँ अब यो दुईजनाले मिलाएर खानु होला अब स्याउ अब महँगो छ बोक्रै ताहना बिर्सिए त धुर्मु यो आङ्गुर बालाई मुन पर्छ नि त नहेर्नु न कति दुःख गरेर ल्याएको छ ला धुर्मु केराको गुदी खोइ त अनि अघि तिमी मेकअप गरेर आबला ढिलोमा भनेर मलाई भोक लागेर मैले त केरा त खाइदिएँ त यो बोक्रो भए पनि देऊ न बाले मिलाएर खाइहाल्नुहुन्छ नि हजुर पानी उहाँको जिस्किरानी बानी छ भने पटक्कै मुन पार्दैन मलाई त ल ल्याएको कोसेली चाहिँ यति नै हो है अब उहाँहरूले बुझिसक्नुभयो है हामीलाई आज एकदमै हतार छ क्या त्यस्तै काममा जानुपर्ने ल अब हामीलाई टिका लाएर त्यही 4-5 हजार जति पैसा दिए भइहाल्छ नि भइहाल्छ नि ज्वाइँ साहब यत्रो कोसेली लिएर आउनु भएको छ दक्षिणा त राम्रै दिनु पर्ला नि ए चम्छोरी यता कति दक्षिणा दिने अब अलिअलि त दिनै पर्ला नि दसैँपछि पहिलोचोटि आइरहेछन् जा माथि ट्याङ्काबाट झिकेर ल्या जा पालिदी आयो सिन्ताली आयो छिटो आयो एकदम छिटो ज्वाइँ साहब अब धेरै पछि सवारी भएको छ ससुरालीमा आज यतै बस्नु पाए हुन्थ्यो होइन आज नबसु अलि हतार छ कि आज यिनको त्यस्तै छ क्या पैसा छैन ट्याङ्का त जित्दै छ होइन के भन्छ यो हो बुढा छैन पैसा त्यत्रो 55,000 कसले चोर्यो त 55,000 हामीलाई त त्यत्रो 55,000 त चाहिँदैन थियो कि त्यो 55,000 चाहिँ अहिले खोज्दै गर्नु हामीलाई चाहिँ यसो 5,000 जति भयो कहीँबाट खोजेर दिनु न हतार छ के ल पत्रकार मित्र के सोध्न आउनु भएको सुरु गर्नुहोस् गाउँ झन्झन सङ्कटग्रस्त अवस्थामा छ तपाईँहरू भोलात्मीहरू बिच पनि सहमति हुन सकिरहेको छैन चारैतिर त्रासी त्रास छ अशान्ति नै अशान्ति छ यस्तो अवस्थामा यो गाउँ के होला त वडा दक्षज्यू अब पहिरो आएर स्वात्तै बगाएर लाने अवस्था पनि छैन एकाएक यो गाउँ सहर हुने अवस्था पनि छैन ठ्याक्कै यही होला भनेर भविष्यवाणी गर्ने म ज्योतिषी पनि परिन ज्योतिषीले त यो गाउँमा भविष्यवाणी गरेका कतिपय कुराहरू मिलिरहेका छैनन् मैले कसरी यही होला भनेर भन्न सक्छु त्यही पनि केही न केही अनुमान त लाउन सक्नुहुन्छ नि अनुमान लाउनलाई म मौसमविद हो र होइन किन तपाईँ जे सोद्धा पनि बाङ्गो बाङ्गो जवाफ दिनुहुन्छ कि तपाईँले जे बोल्दा पनि हुन्छ जे गर्दा पनि हुन्छ भन्ने भ्रम छ तपाईँमा होइन तपाईँ प्रश्न सोध्न आउनु भएको कि मसँग जोरी खेल्न आउनु भएको म त प्रश्नै सोध्न आएको हो नि अनि प्रश्न सोध्न आएको भए प्रश्न मात्रै सोधौ न किन अहिलेको सरकारले जस्तो जोरी खोज्नुहुन्छ अनि के अब गाउँले प्रमुख ढल्ला नि त रुख र ढल्नलाई हामीले सशक्त आन्दोलन सर्काउँदै गयौँ भने ढल्न पनि सक्छ यस्तै बकम फुसे प्रश्न मात्रै तेर्साइरहनु भने नढल्न पनि सक्छ अहिलेलाई छुटौँ धन्यवाद दर्शक वृन्द यस्तै छ अहिलेको यो गाउँको माहौल
चौसुरी तेरो आर्थिक अवस्था कस्तो छ बुझ्न नपाइने धेरै भइसक्यो हेर अब अन्त कारोबार गर्न जाउँ त अब भन्दा चोरी सौरिस भने पिर मुलाई सधैँ तैसँग कारोबार गरेर जाने यता सुन्न भने मेरो त्यो नाति पर्केले यो हरियामा यो जुत्ता लगाएको 2 वर्ष हो फाटेर यस्तो भइसक्यो यसो जुत्ता किन्यो भनेर कसरत गर्यो अब आफूसँग बस्यो भने त्यो एउटा नाति हो त्यसले भन्दा नि कसरी नमान्नु त्यही भएर यो चौसुरी त्यसलाई यो जुत्ता किन्नु पनि तहाँ 1000 होला आफ्नो ट्याङ्काबाट 55,000 हराएर कति पिर परिरहेको बेलामा 1000 बाँच्छ छैन मसँग त्यत्रो 55,000 क्वालिटीबाट होला त तपाईँको पैसा चोर्ने चोर समातिसक्यो ऊ यो मुला साग बोल्छीले चोर्या मेरो पैसा पैसा चोरेर भाग्दै मैले च्यापो समातेर ल्याएको हजुर मैले पैसा उहाँ 80 साहबलाई फिर्ता गरिसकेँ लिनुहोस् धन्यवाद है कार्की भाइ धन्यवाद कार्कीजीलाई मात्र होइन धन्यवाद तपाईँको ज्वाइँलाई पनि दिनुहोस् ऊ तपाईँको ज्वाइँ र कार्की दाइ मिलेर यो चोरलाई समातेर ल्याएको धन्यवाद है ज्वाइँ साहब अघि दक्षिणा दिन पाइएन हजुरलाई अहिले जे माग्नुहुन्छ त्यही टक्राउँछु ज्वाइँ साहब साँच्चै हो साँच्चै हो हजुर साँच्चै हो सिन्ताले त्यो बल्छी धिर्मेले ससुराबाको पैसा चोरेर छ पुलिसका लगेर बुझाइदिएका ससुराबा खुसी भएर पाउजी किन्ने पैसा दिए तिमीलाई पाउजी आयो तँलाई चोर 1-2 डन्डा नानीकन त कहाँ छोड्छु तँलाई ए केटा हजुर भित्रबाट कर्मास लिएर आउँदा हजुर ए भगवान यो धुर्मुसीले फसायो अब पैसा चोर्ने चाहिँ हो चौकीमा फैन चाहिँ म अब मैले चोर्या हो भन् तँलाई म तुरुन्तै छुटाइहाल्छु त्यति गरिस् भने 25,000 दाम पनि दिन्छु भन्यो क्यारे अब अहिले यहाँ चौकीमा जा के ऊ आउँदैन के चाहिँ गर्ने होला अब एकछिन यता आउनु त के कुरा खास कुरा के भने नि यसलाई छाड्दै नछाड्नु कुरा बुझ्नुभयो छाड्दै नछाड्नु यही भन्न लागेको हस् त है ल ल ल कसरी यस्तो भयो कार्की भन्ने मान्छे आएर मलाई मारेर त्यसलाई लिएर गयो जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै